ल यहाँबाट लाग्यो 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 ललितपुर हुँदै निक्ल्यौँ हामी। यहाँ क्या सुन्दर ठाउँ छ। यही बाटो हुँदै 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 हामी गयौँ। जाँदै 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 गर्दा यति राम्रो राम्रो ठाउँ हुन्छ। छेउैमा गएर हेर्दा त डर लाग्दो ठाउँ पनि छ। यति राम्रो बाटो, कति राम्रो बाटो त। अनि यही बाटो जाँदै जाँदै हामी माथि बाइक लिएर पनि धेरै उकालोसम्म गयौँ। माथि यहाँ बाइकहरू राख्ने यहाँसम्म जाँदो रहेछ। लटारम्बेश्वर जाँदै गर्दाको दृश्य हो यो। त्यो वरिपरि हेर्दाखेरि उहाँलो उसै लागेको देखिन्छ। अब यहाँबाट अगाडि जाँदै 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 गर्दाखेरि अब अलिकति परतिर जान्छौँ हामी। अलिक परतिर गयौँ अनि त्यहाँबाट अब यहाँबाट चाहिँ उकालो बाटो लाग्छ। यहाँबाट चाहिँ हिँड्दै 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 जानुपर्ने हो। यहाँ एकदम उकालो छ सुरुमा। अलिकति माथि जान्छौँ हामी। एउटा बस्ने ठाउँ आउँछ। त्यहाँदेखि मास्तिर एउटा गेट पनि आउँछ। यो गेटबाट हामी माथि लाग्छौँ। त्यहाँनिर चाहिँ सिँढीहरू आउँछन्। यो गेटभन्दा मास्तिर चाहिँ यो गेट हो। यहाँनिर गएर खाजासाजा खाएर जान पनि सक्नुहुन्छ। यति राम्रो ठाउँ छ भनेपछि नि। अनि यहाँ मास्तिर लागेपछि अब सिँढी लाग्यो है। अब सिँढी जाने हो। र मौसम पनि राम्रो, एकदम शीतल मौसम। अनि जाँदै जाँदै गर्दा हामी माथि पुग्छौँ। एकदम राम्रो दृश्य छ यहाँ आएपछि चाहिँ। तल हेर्दा पनि मुटु चिउँ गर्ला त्यहीँ गएर हेर्दाखेरि होइन। हामीलाई त भइरहेको छ यहाँ, चिउँ भइरहेको छ। कति तलसम्म गइरहेछ। आहा, अनि बाटो ओर्लिँदै गरेको उकालो झरेको तपाईँहरू देख्दै हुनुहुन्छ। त्यो ओह्रालो बाटो छ यहाँ। ल हाम्रो अशोक दादा चाहिँ ओर्लिँदै हुनुहुन्छ जान पाउँदैछौँ दिव्य गरी। हामीले यता हेर्ने, ल हेर्ने हो। ल त्यहाँबाट अब मेरो त्यहाँबाट ओर्लिनुपर्ने बाटो हो। यहाँ ओर्लिँदै जाँदाखेरि अनि यहाँबाट हामी अगाडि जान्छौँ। हेर्नु कति राम्रो छ यही बाटो। अघि ओर्लेको भर्खरै पनि हजुरहरूलाई हेर्नु पर अब हेर्नु त्यति पर छ कति राम्रो डाँडामा। भगवानको दर्शनको लागि, शिवजीलाई भेट्नको लागि आउनु होला तपाईँहरू पनि यति राम्रो ठाउँमा। अब त्यहाँ नजिकै पुग्छौँ हामी। त्यहाँ पुगेर पनि हजुरहरूलाई हामी त्यहाँ भएका भगवानको दर्शन गराउँछौँ। त्यहाँ दर्शन पनि गर्नुहोस्। अब हेर्नुहोस् यहाँ भगवान बस्नुभएको छ। उहाँलाई जति पानी आए पनि पानीले भेट्दैन। भित्र ओडारमा हुनुहुन्छ र त्यहाँभन्दा दर्शन गरेर यसो उकालो उक्लेपछि माथि उहाँले राखेको त्रिशूल देखिन्छ। त्रिशूल परिपट्टि पनि त्यहाँ पनि भगवानका मूर्तिहरू छन्। जहाँ भगवान शिवजी नै हुनुहुन्छ साक्षात्। र पर त्यहाँबाट खुला आकाश मुनिको एउटा पर्वत देखिन्छ। त्यो पर्वत पनि अत्यन्त सुन्दर भन्दा पनि सुन्दर छ। हामी केही क्षण त्यहाँनिर रोक्यौँ, बस्यौँ र त्यो सुन्दर पहाडलाई देखाइरह्यौँ। अनि हेरि नै रह्यौँ हामीले पनि, हजुरहरू पनि हेरि नै रहनु कति सुन्दर छ भन्ने कुरो आफै हजुरहरूलाई थाहा हुन्छ। यो बेला चाहिँ पानी परिरहेको थियो। हामी प्लास्टिक ओढेर बस्यौँ र पनि शीतल भइरहेको थियो। हामीलाई आनन्द भइरहेको थियो। यो आनन्द लिनको लागि हजुरहरू पनि लटारम्बेश्वर भन्ने ठाउँमा आउनुहोस् र यो आनन्द लिनुहोस्। यो फाइदा लुट्नुहोस् भन्न चाहन्छु। र हजुरहरूले हेर्दै हुनुहुन्छ यो लटारम्बेश्वर त्रिशूल भएको ठाउँको दृश्य कति सुन्दर देखिएको छ। एकचोटि तपाईँहरूले पनि भनिदिनु पर्यो, आउनुहोस्।